एक्सपिरियन्स भयो जाऊ मुकेश के भयो बाबु फेरि किन बोलाएर बसेको यहाँ डाँडामा आएर जहिले पनि के हुनु भाउजू बुढी गतिलो परेन भन्दा साह्रै दुःख पाइँदो रहेछ भाउजू तपाईँकी बहिनी छैन तपाईँ जस्तै संस्कारी मलाई मिलाइदिनु न म त आरतीसँग दिक्क भइसक्यो भने अनि घरमा बुढी हुँदा हुँदै होस् उसलाई अन्तै पठाइदिने नि भाउजू ए त्यति सजिलो छ अनि ल्याउँदा पनि स्वाट्टै ल्याउने अनि पठाइदिनु फिर्ता गर्न सजिलो हुन्छ के गर्न त नि त्यस्तो हुँदैन नि गान्छ तपाईँको बहिनी छैन भाउजू तपाईँ जस्तै संस्कारीवाली कि बहिनी त छ होइन छ भने मिलाइदिनु न त भाउजू के चाहियो त अनि कुरा सुन्नु पहिला भन्नु त बुढी घरमा हुँदा हुँदै त्यसरी म पनि दिन्न यो ठाउँ के कहाँबाट आइपुग्यो फेरि हाम्रो कुरा गर्दा गर्दै गोप्य कुरा तँलाई पिटाइ पुगेन चाहिँ हो मैले एउटा कुरा भन्नु आएको थियो पिटाइ पुगेन तँलाई त्यो बहिनीको बिहे गर्नुपर्ने पऱ्यो केटाहरूमा आउने को बहिनी हो फेरि ए मेरो बहिनी त्यो बहिनीको बिहेको कुरा गर्ने भनेको छ होइन त्यहाँ उताबाट माग्न आएछन् दिनु पऱ्यो पुरा दिदीलाई बोलाउनु पऱ्यो तैँले त बहिनी पनि बेच्छस् होला फेरि म तपाईँको भेनाजु हो कि भन्नु यस्तो हो क्या भिनाजु भएर त मैले अहिले अस्ति गरी त अनि भेनाजु यतातिर हुँदा हुँदै अरूलाई दिने बहिनी चाहिँ तिम्रो अनि त्यो मुकेश पहिलाको चुप राख म डिल गर्दैछु मुकेश घरमा त्यसरी आरती हुँदा डिल गर्दैछु मतलब के कतिमा कति हो कति आउने कति जाने अस्तिको त्यो घरमा बुढी अस्ति मलाई हुँदा किन हुँदै कुट्या अरे त्यो भन्ने त्यसरी म दिन्न तँलाई तर अझै पुगे होइन कुट्न कुट्या छ या बाबु यसलाई ठोक्नै पर्छ तपाईँको त अब चिताउनुको जग्गा लगभग 2 करोड कि 2 करोड अब 1.75 बाँकी तपाईँको छ बहिनीको भागमा चाहिँ कति परेको छ क्या भाउजू भन्नु न त्यो त मेरो मात्रै हो नि अन्त बहिनीको छैन त्यसो त 1 करोडमा मिलाउनु न त त्यसरी डिल गर्ने हो कति कि आउँछ के आउँछ होइन डिल गर्ने हो कि ओइ यिनीहरू दुईटा मिलेर मलाई मार्ने त होइन नि दिललाई दिललाई हामी त्यसो गर्न मिल्दैन तर हेर्नु जान्छ त्यो आरती जस्तो सुकै भए पनि त्यस्तो त्यो सौता हाल्ने काम चाहिँ गर्नु त्यस्तो होइन एउटा एउटा थाप्लोमा दुईटा नाम्लो कसरी अड्छ बाबु अर्को के गर्न खोज्यो भिनाजु तपाईँले त्यो पनि मेरो हाम्रो बहिनी यस्तो गर्छु नि त ए पञ्चरत्न नै रहेछ नि मान्छे भिनाजु मैले बुझेँ तपाईँहरूको कुरो होइन दाइजो साइजोको कुरोले गर्दाखेरि कुरा अन्त मोड्नु भएको होला मलाई दाइजो चाहिँदैन लौ दाइजो चाहिँदैन मान्छे पनि चाहिँदैन भन्नु न मान्छे घर चिज चाहिँ अब बाबु घरमै भएको मान्छेलाई सपारेर लाने हो कि पढ्नु न म कान्छीलाई बिस्तारै बिस्तारै सपार्दैछु त आजभोलि त राम्रो हुँदैछ सुध्रिँदैन सुध्रिँदै तपाईँले माया गरेर ल्याएको हो कि होइन ल भन्नु तपाईँले माया गरेर ल्याएको हो कि होइन त्यो ल्याउँदाखेरि त थियो नि अब अनि त्यसलाई बिस्तारै बनाउँदै बनाउँदै को चाहिँ पहिला राम्रो हुन्छ तपाईँको चन्द्र दाइ राम्रो हुनुहुन्थ्यो त दाइ त राम्रो होइन हुनुहुन्छ होइन तपाईँ पनि भाग्यमानी हो एउटा कुरा सुन्नु बिग्रेको भाँडालाई मैले कुच्याएँ अहिले बल्ल अलिअलि आकार पाउँदैछ त्यो भाँडा अहिले चाहिँ कुचेर चाहिँ बिग्रिँदै हुनुहुन्छ यो भिनाजुको नियत मलाई राम्रो लागेन होइन नियत